नमस्कार, म हुँ तारप्रसाद सापकोटा। सदाको जस्तै आज पनि एक प्रेरणादायी सन्देश लिएर उपस्थित भइसकेको छु। मलाई आशा छ यो सामग्रीबाट यहाँहरूको जीवनमा पनि सकारात्मक ऊर्जा प्राप्त हुनेछ। आदरणीय साथीहरू, हामी सकारात्मक सोचका साथ अगाडि बढ्ने हो भने हाम्रो जीवन सफल हुन्छ। जीवनको सफलता, सन्तुष्टि र सुखको मूल मन्त्र नै सकारात्मक सोच, पोजिटिभ थिङ्किङ हो। सोच सकारात्मक भयो भने जीवनमा आउने हरेक समस्याहरूलाई, हरेक चुनौतीहरूलाई हामीले अवसरको रूपमा लिन सक्छौँ। यदि नकारात्मक सोचले त केवल हताश र निराशा मात्रै बनाउँछ। सकारात्मक सोचले भविष्य र सम्भावना देख्छ। सकारात्मक सोच भनेको केवल सबै कुरा ठिक छ भन्ने मात्रै होइन। कठिन परिस्थितिमा पनि समाधान खोज्ने, आशावादीको दृष्टिकोण राख्ने, आफूमा भएको भरोसा क्षमतालाई अभिवृद्धि गर्ने कला हो। सकारात्मक सोच भएको मानिसको भविष्य निर्माण गर्ने शक्तिशाली औजार पनि हो। यसले आत्मबल बढाउँछ, आत्मविश्वास दिन्छ र मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ। सकारात्मक सोच भएका मानिसहरू प्राय सफल, ऊर्जावान, अभिप्रेरित गर्न सक्ने खालका र उनीहरू चुनौतीलाई पनि अवसरको रूपमा स्वीकार्छन् र समस्यामा पनि मुस्कान छर्न सक्छन्। आखिर सकारात्मक सोचको विकास हामीले कसरी गर्न सक्छौँ त? पहिलो कुरो त हरेक दिन आफूलाई सकारात्मक बनाउने कोसिस गर्नुहोस्। हरेक दिन सकारात्मक वाक्य बोल्नुहोस्। म सक्छु, आई क्यान डु। म सफल हुन्छु, मैले जानेको छु, म सफलता हासिल गर्न योग्य छु। सकारात्मक सोच भएका साथीहरूको सङ्गत गर्नुहोस्। सङ्गत बिनाको फल भनिन्छ नि। आफ्नो गल्तीबाट पाठ सिक्ने गर्नुहोस्। त्यसलाई कमजोरी होइन, एउटा सिकाइको अभ्यास, सिकाइको प्रक्रिया भन्ने ठान्नुहोस्। प्राय सबैलाई धन्यवाद दिने अभ्यास गर्नुहोस्। अरूप्रति कृतज्ञ हुनुहोस्। आफूलाई सधैँ अघि बढ्न प्रेरित गर्नुहोस्। त्यही किसिमको किताबहरू पढ्ने गर्नुहोस् जसले हामीलाई निरन्तर अगाडि बढ्न प्रेरित गरिरहोस्। सकारात्मक सोच हाम्रो बोली, व्यवहार, सम्बन्ध, निर्णयमा फर पर्ने गर्छ। जब तपाईँ सकारात्मक सोचको हुनुहुन्छ, तपाईँले अरूलाई पनि सकारात्मक दृष्टिकोणले जब हेर्नुहुन्छ, सबैप्रति प्रेम भाव प्रकट गर्न सक्नुहुन्छ। आदरणीय साथीहरू, जीवन हरेक दिन नयाँ अवसरको रूपमा आएको हुन्छ। हाम्रो सोच र दृष्टिकोण, निर्णयले हाम्रो यात्रा निर्धारण गर्ने गर्छ। यदि तपाईँ सफल, सन्तुष्टि र आनन्दित जीवन जिउन चाहनुहुन्छ भने आजैबाट सकारात्मक सोच्ने बानीको सुरुवात गर्नुहोस्। यो बसाइ कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन नबिर्सनुहोला। यदि राम्रो लागेको छ भने लाइक गरिदिनु होला। यदि मेरो युट्युब च्यानल ताराप्रसाद सापकोटामा नयाँ हुनुहुन्छ भने कृपया युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। बेल आइकनलाई छोइदिनु होला। अनि यी र यस्तै खालका प्रेरणादायी सन्देशहरू आफूसँग मात्र होइन, अन्य साथीभाइ इष्टमित्रसम्म पनि पुर्याउन चाहनुहुन्छ भने सेयर गर्न नबिर्सनुहोला। यो अनुरोधका साथ आजको विषयबाट पनि बिदा चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार, शुभ दिन, जय होस्। सकारात्मक सोचको विकास गरौँ। धन्यवाद।